चर्चित टिभी श्रृङ्खला सकिएको नि बन्द भएको 3 महिना पुगेको छ। सिरियलमा आबद्ध कलाकारले निर्माण गरेको फिल्म लाज शरणम रिलिज भएपछि उक्त चर्चित श्रृङ्खला बन्द हुन पुगेको थियो। त्यस यता सकिएको नि आउँछ कि आउँदैन स्वयं आबद्ध कलाकारलाई पनि थाहा छैन। तर दर्शक यो चर्चित सिरियललाई फर्केको हेर्न अधैर्य छन्। लाज शरणम रिलिज अघि कुराकानीमा कलाकारले फिल्म र सिरियलसँगै अघि बढ्ने बाचा गरेका थिए। जब फिल्म रिलिज भयो कलाकारको बाचा टिकेन। निर्देशक जिग्री बोरा पहिले केही दिन अघि मात्र अमेरिका पुगेर फर्किएका छन्। लाज शरणमका निर्माताले दोस्रो सिक्वेल आउने बताएका छन्। यस्तोमा सकिएको निका निर्माता निर्देशक तथा कलाकारमध्ये अर्जुन घिमिरे पाण्डेलाई सोधिएको प्रश्नमा अब यो सिरियल पुनः दर्शकमा आउने सम्भावना छ कि छैन उनी भन्छन्, टेलिभिजन र एजेन्सीले विश्वास गरे मात्र श्रृङ्खला फर्किन सक्ने सम्भावना रहेको बताएका थिए। टिभी र एजेन्सीले चासो देखाए मात्र सम्भावना छ। एजेन्सी र टिभी दुवैले अफोर्ड गर्न सक्नु पर्यो। टिभी र एजेन्सी पाइएको खण्डमा आफूहरू सिरियललाई फर्काउन तयार रहेको बताएका थिए। दर्शकले मनोरञ्जन लिइराख्ने चिज हो, बन्द गर्ने कुरै आउँदैन। युट्युबबाट भए पनि हामी ल्याउँछौँ। पाण्डेले लाज शरणमको दोस्रो सिक्वेल ल्याउने बारे आफू अनभिज्ञ रहेको बताएका थिए।